हो म तिमीलाई माया हिजो गर्थे आज गर्दैन मलाई थाहा छ त्यो किन गर्दैन कसरी गर्दैन भने तिमीलाई थाहा छ सायद मेरो मनको कुरा तिमी बुझ्न सक्दैनौ ओली यति सक्छौ भने तिमी मलाई भनेर देखाऊ तिमीले कसरी माया गर्यौ के गर्यौ मलाई अहिले थाहा छ पहिला त मैले अझै बुझ्न सकेको थिएन अहिले तिम्रो साथमा हुँदाखेरि बुझे बल्ल किन बुझ्दैन ओली तिमी बुझ्न त बुझायो होला नि गाउँलेले तिमी बुझ्छौ कि बुझ्दैनौ भन्ने कुरा त यो मनलाई थाहा छ माया यो मनलाई छन् नि कुरा काट्ने गाउँले र कुरा काट्ने भरौटेहरू तिमीलाई भड्काएर आज मलाई एक्लो बनाएर छोड्ने बाध्य बनाए आज तिमीले गाउँलेको कुरा सुनेर भनेर हो हैन तिम्रो भरम अन्धविश्वास तिम्रो माया साथ सपोर्ट नपाएर मात्र म हिँडेको अहिले यो थाहा छ तिमीलाई वाह वाह गजब छ तिमीलाई ल्याएको मैले बिहा गरेको लगभग 15-20 साल भयो 20 सालमा आज बुझ्यौ मलाई बुझ्नु थियो भने हिजो किन बुझेनौ तिमीलाई थाहा छ आज मलाई मर्नु न बाध्नु बनाएर बाध्य गरायौ तिमीले ठिकै छ म बिना तिमी जिउँछौ भने जिउ म नै भन्दिन तर मलाई भोलि अवश्य सम्झिएर तिमी एक दिन फर्केर आउने सुन माया तिमी एक दिन फर्केर आउँछौ भन्छौ नि म फर्किन कसरी फर्किने हो थाहा छ तिमीलाई तिमी याद राख तिमी पस्ताउनु पर्छ कि मैले पस्ताएर आउनु पर्ने हो ठीक छ यति मेरो खातिर नआए पनि तिमीले एकचोटि फर्केर सोच त ती नाबालिग छोराछोरी र तिमीले ठुलो सपना देखेर घर गृहस्थी उसार पसार गरेको एकचोटि सोचेर हेर त तिमीलाई याद आउँछ भने यति फर्केर आऊ मेरो खातिर नआऊ तर छोराछोरीको लागि भए पनि फर्केर आऊ माया ओ तिमीले भन्नु पर्दैन म केटाकेटीको लागि नै जिएका छु तिमीलाई थाहा छ एक अनागिन्ती मेहनत पसिना खुन बगाएको मलाई याद छ एकदम तिमीले भन्नु पर्दैन म आफ्नो छोराको लागि पनि बच्चाको लागि पनि जिउने छु अवश्य न एक दिन अगाडि बढ्ने छु तिम्रै साममा हासिल हुने छु म